बोतलको ढकनी, क्यापका यति धेरै अचम्मका प्रयोग हुन्छन् भन्ने थाहा पाउँदा अचम्म लाग्छ। पहिलो, बोतलको ढकनी खोल्नुहोस्, ढकनीलाई लाइटरले तताउनुहोस्, त्यसपछि काठको स्टिकले घोचेर टुप्पो धारिलो बनाउनुहोस्, माथिल्लो भाग काट्नुहोस्, नियन्त्रण गर्न मिल्ने तेल हाल्ने डिस्पेन्सर तयार। दोस्रो, प्लास्टिक ढकनीको छेउमा प्वाल जलाएर बनाउनुहोस्, भित्रतिरबाट एउटा किल ठेल्नुहोस्, अब बदाम वा अखरोट फुटाउँदा औँला ठोक्किँदैन। तेस्रो, दुईवटा प्लास्टिक ढकनी आपसमा जडान गर्नुहोस्, बीचबाट किल घुसाउनुहोस्, ढकनीमा 4वटा साना कट जलाएर बनाउनुहोस्, काठको पट्टीमा फिक्स गर्नुहोस्, तार क्लिप गरेर किल कसनुहोस्। यो उपायले तारलाई अत्यन्त मजबुत रूपमा समात्छ। चौथो, पानीको बोतलमा किलले सानो प्वाल पार्नुहोस्, कटन स्वाब आधा काटेर तेर्सो रूपमा घुसाउनुहोस्, ढकनी अलिकति खुकुलो पार्नुहोस्, पानी बिस्तारै चुहिन दिनुहोस्, तुरुन्तै ड्रिप सिँचाइ उपकरण तयार। तपाईँ बाहिर हुँदा पनि बिरुवामा पानी पुग्छ। पाँचौं, ठूलो ढकनी फलामे गेटमा फिक्स गर्नुहोस्। कानका मुन्द्रा, औँठी र साना सामान सजिलै अट्छन्, चाहिँदा तुरुन्तै निकाल्न मिल्छ। आठौं, ढकनीमा प्वाल जलाउनुहोस्, बोतलको तल्लो आधा काट्नुहोस्, प्वालबाट डोरी छिराउनुहोस्, कुनाहरू बाँध्न प्रयोग गर्नुहोस्, अत्यन्तै बलियो।